सर्वोत्तम पेन्ट्सको आइपिओ पर्यो, बधाई छ। तर अहिले सबैको मनमा एउटै प्रश्न छ, यो नेप्सेमा कहिले लिस्ट हुन्छ र पहिलो दिनको कारोबार शेयर भ्यालु कति पुग्न सक्छ? यसको सम्पूर्ण जानकारी म तपाईलाई यो भिडियोमा दिनेछु। भिडियो अन्तसम्म हेर्नु होला। कम्पनीको भ्यालुएसन 30 र 4 34 करोड राखिएको छ। त्यसमध्ये 25% यानी कि 8,50,000 युनिट शेयर पब्लिकको लागि राखिएको छ र 8,50,000 शेयरको 10% जुन 85,000 युनिट शेयर वैदेशिक रोजगारमा भएको नेपाली नागरिकको लागि इस्यु गरिएको छ र 2% दैट इज 17,000 युनिट शेयर कम्पनीको इम्प्लोइजहरूको लागि इस्यु गरिएको छ र 5% 42,500 युनिट शेयर म्युचुअल फन्डको लागि रिजर्भ गरिएको छ र बाँकी 7,05,500 युनिट शेयर जनरल पब्लिकको लागि इस्यु गरिएको छ। यसमा जम्मा 28,94,232 जनाले एप्लिकेसन दिएको थियो। त्यसमध्ये 44,207 जनालाई डिस्क्वालिफाइड गरिएको छ र 70,550 जनालाई 10 किताको दरले अलर्ट गरिएको छ र यसलाई इस्यु गर्ने म्यानेजर भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड हो। कुरा गर्ने हो यसको लिस्टिङ डेट र लिस्टिङ प्राइसको बारेमा। यसको लिस्टिङ डेट भन्ने रिजल्ट आएको 3 हप्तासम्म आउन सक्छ र प्राइस भन्ने 2,000 देखि 4,000 सम्म जान सम्भावना छ। यो शेयर नेप्सेमा लिस्ट हुने बेला एउटा अर्को भिडियो लिएर आउँछु र त्यसमा कुरा गर्ने हो कि शेयर कहिलेसम्म होल्ड गर्ने र कहिले सेल गर्ने र किन। त्यसैले भिडियोलाई लाइक गर्नु होला, साथीहरुसित शेयर गर्नु होला र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला।